आधी र हुरी आउँछ कहिले पानी र असिना हिना र मिना पार्दछ फेरि दुखीकै पसिना पक्कै पनि प्रकृतिको लीला अपरम्पार छ, बुझी नसक्नु छ। भनिन्छ माया र मौसमको भर हुँदैन हो। यही मिति 2082 7 महिना 11 देखि 14 गतेसम्मको झरीले मुखैमा आएको धान खेती किसानको मिहिनेत, किसानको सपनामा तुसरा पात पारेको छ। यही खेतीबाट जीविकोपार्जनका अतिरिक्त विभिन्न योजनाहरू पुरा गर्ने कतिका सपना तुसरा पात भएका छन्। मात्र यो दुर्दशा प्रस्तुत गर्दा अत्यन्त पीडा बोध भएको छ। यो त एउटा प्रतिनिधि उदाहरण मात्र हो। नेपालभरिका किसानमाथि अहिले वज्रपात परेको छ। सरकारले जतिसक्दो किसानहरूका यी पीडालाई सुन्नेछ र सम्बोधन गर्नेछ। यो पुतली बजार नगरपालिका वडा नम्बर 13 सातु पसल लामपाटा वरिपरिको जुन धान खेतीको बिजोग अवस्थालाई हजुरहरू समक्ष मैले प्रस्तुत गरेको छु र यसले सरकारको ध्यान आकर्षण गरोस् र ती किसानहरूको मिहिनेतलाई सम्बोधन गर्ने प्रयास गरोस्। प्रस्तुतिबाट बिदा हुन चाहन्छु। हस्त धन्यवाद, नमस्कार। फेरि अर्को प्रस्तुतिमा भेट होला। हिजो नि उस्तै आज नि उस्तै भोलि के हुने हो। नदिन राम्रो न साँझ हाम्रो कतिन्जेल रुने हो।